भद्रपुर कविताले भन्छ भद्रपुर के भन्छ सुनेर प्रतिक्रियाको लागि आभारी। म लेखनाथ दिङराली। पुरानो भयो भद्रपुर विकास केही भएको छैन। पुरानो यो भद्रपुर विकास केही भएको छैन। विकास गर्ने योग्य नेता अहिलेसम्म पाएको छैन। स्वच्छ पानी भन्छन् तर सङ्लो पानी खाएको छैन। स्वच्छ पानी भन्छन् तर सङ्लो पानी खाएको छैन। मिसावट बिन सामान अहिलेसम्म ल्याएको छैन। बेरोजगार धेरै भए रोजगार तिनले पाएको छैन। भट्टी पसल मात्र भए कर तिर्नमा लाएको छैन। होटलभित्र के हुन्छ प्रशासनलाई थाहा छैन। ढल निकास नभएर पानी कतै गएको छैन। अस्पताल भए के भो डाक्टर त्यहाँ हुने होइन। अस्पताल भए के भो डाक्टर त्यहाँ हुने होइन। बिरामीले बाहिर नगई उपचार पाउने छैन। गरिबले पढ्ने स्कुल पढाइ राम्रो हुने होइन। बोर्डिङहरू प्रशस्त छन् पढ्ने पैसा पुग्ने होइन। गरिबले पढ्ने स्कुल पढाइ राम्रो हुने होइन। बोर्डिङहरू प्रशस्त छन् पढ्ने पैसा पुग्ने होइन। सामाजिक संरचना भत्की बिग्री जाँदा पनि इतिहास मेटिएर भत्ताभङ्ग हुँदा पनि वास्तविकता के हो कोही यहाँ बसी खोज्ने होइन। दिन दहाडै चोरी हुन्छ प्रहरीले देख्ने होइन। सामाजिक संरचना भत्की बिग्री जाँदा पनि इतिहास मेटिएर भत्ताभङ्ग हुँदा पनि वास्तविकता के हो कोही यहाँ बसी खोज्ने होइन। दिन दहाडै चोरी हुन्छ प्रहरीले देख्ने होइन। हाल बेहाल भद्रपुरको कलाकार फेरि बस। खेलाडियो भाग्य तिमी धिक्कार्दै हेरी बस। हाल बेहाल भद्रपुरको कलाकार फेरि बस। खेलाडियो भाग्य तिमी धिक्कारिँदै हेरी बस। युवाहरू एकत्रित हुने तिमी बेला आयो। होइन भने भित्रभित्रै भद्रपुरले हावा खायो। होइन भने भित्रभित्रै भद्रपुरले हावा खायो। पत्रकार सम्पादक टुलु हेर्छौ किन? पत्रकार सम्पादक टुलु हेर्छौ किन? चलाउ कलम भद्रपुर सधैँ तल झर्छ किन? दही जस्तो पानी आउँछ किन खान्छौ छानी छानी? बिजुलीले झड्का दिन्छ घन्टा घन्टा छाती हानी। साहित्यका संरक्षक चलाउ कलम निडर भई। लोकतन्त्र शान्ति क्षेत्र भद्रपुरमा आउँदछै। साहित्यका संरक्षक चलाउ कलम निडर भई। लोकतन्त्र शान्ति क्षेत्र भद्रपुरमा आउँदैछ है। भद्रपुरको दुर्दशा गृहमन्त्रीसम्म जाओस्। भद्रपुरको दुर्दशा गृहमन्त्रीसम्म जाओस्। भत्किएका सडकले कालो पत्र लाउन पाओस्। भत्किएका सडकले कालो पत्र लाउन पाओस्। मेची पुल बने पनि भद्रपुर रम्ने थियो। मेची पुल बनेपछि भद्रपुर रम्ने थियो। हुलाक सडक निर्माण भए भद्रपुरकै भाग्य खुल्थ्यो। जुटौँ सबै नगरका नगरवासीहरू उठौँ। कुपोषणले रोग आएको भद्रपुरतिर हेरौँ। कुपोषणले रोग आएको भद्रपुरतिर हेरौँ। धन्यवाद।